ल होइन आज चाहिँ हामीहरू केमिस्ट्रीको रिलेसन बिट्विन नर्मालिटी एन्ड मोरालिटी भन्ने होइन रिलेसनसिप चाहिँ ड्राइभ गर्न गएका छौँ। फर्स्ट अफ अल नर्मालिटी एन्ड मोरालिटी हामी चाहिँ होइन यो चाहिँ इक्जाममा लगभग 2 देखि 3 मार्क्ससम्म सोधै हुन्छ। यो चाहिँ एनिमीको इम्पोर्टेन्ट क्वेसन हो, 100% इम्पोर्टेन्ट हो। यो लेखेर जाऊ होइन, हजुरको 3 मार्क्सभन्दा नआयो भने मेरो नाक काटेर फालिदिनु होला। मजाक गरेँ है। अनि अब चाहिँ हामीहरू जान्छौँ। फर्स्ट अफ अल अब हामीहरूले चाहिँ यसको यो रिलेसन पत्ता लगाउनको लागि फर्स्ट हामीले चाहिँ नर्मालिटी, ग्राम पर लिटर र मोलारिटी भनेको के हो त्यो बुझ्नुपर्छ होइन। फर्स्ट अफ अल नर्मालिटी भन्नाले के बुझिन्छ त? नर्मालिटी अफ सोल्युसन इज डिफाइन्ड एज नम्बर अफ ग्राम इक्विभ्यालेन्ट सोल्युसन प्रेजेन्ट इन द 1 लिटर अफ सोल्युसन। त्यसपछि हामी चाहिँ यस्तो लेख्छौँ होइन, नर्मालिटी इक्वल टु त्यसपछि ग्राम पर लिटर अपन इक्विभ्यालेन्ट वेट। अब हामीले चाहिँ ग्राम पर लिटर यता लेखेर इक्वल टु इक्विभ्यालेन्ट वेट इन्टु नर्मालिटी। र यो चाहिँ हाम्रो इक्वेसन भयो। हामीले चाहिँ इक्वेसन बनाएर त्यसपछि त्यसलाई चाहिँ इक्वेट गर्नुपर्छ। अब नर्मालिटी भएपछि अब मोलारिटी आयो। मोलारिटी इक्वल टु ग्राम पर लिटर अपन मोलिकुलर वेट। त्यसपछि फेरि ग्राम पर लिटर इक्वल टु मोलिकुलर वेट इन्टु मोलारिटी इक्वेसन 2 भयो। त्यसपछि हामीहरूले इक्वेसन 1 र इक्वेसन 2 बनाइसकेपछि हामीहरूले इक्वेट गर्नुपर्छ। इक्वेसन 1 एन्ड 2। त्यसपछि हामीहरूले इक्वेसन 1 एन्ड 2 गरेर यो चाहिँ पहिला यो लेख्ने, इक्विभ्यालेन्ट वेट नर्मालिटी इक्वल टु मोलिकुलर वेट इन्टु मोलारिटी। इक्विभ्यालेन्ट वेट इन्टु नर्मालिटी इन्टु मोलिकुलर। इक्विभ्यालेन्ट वेट भन्नाले मोलिकुलर वेट अपन एसिडिटी ओर बेसिडिटी। यो किन एसिडिटी ओर बेसिडिटी किन लेख्यो भने इन टर्म्स अफ एसिड हुनाले एसिडिटी ओर बेसिडिटी लेख्यो इन्टु नर्मालिटी होइन। अब त्यसपछि यो चाहिँ मोलिकुलर वेट इन्टु मोलारिटी काटियो। सरी है, यहाँ मोलिकुलर वेट होइन, यो मोलारिटी हो यहाँनिर मोलारिटी। त्यसपछि यहाँ मोलारिटी काटिसकेपछि अब नर्मालिटी रह्यो नि त। यहाँ नर्मालिटी इक्वल टु मोलिकुलर वेट इन्टु एसिडी बेस प्रुभ। ल गाइज होइन, हजुरको लागि 3 मार्क्स 100% 3 मार्क्स आयो। केही छैन, फर्स्ट टर्म सेकेन्ड टर्ममा इम्पोर्टेन्ट हो यो क्वेसन, त्यसैले पढ्दै जानु होला। 4 मार्क्स कहीँ जान्न। थ्याङ्क यू। अरू भिडियोमा पनि हजुरहरूले सब्सक्राइब गर्नु। अरू भिडियो पनि म हाल्छु, कमेन्ट गर्नु होला, त्यसपछि भइहाल्छ।